यो मलाई चाहिँ होइन, यो राष्ट्रसभाका साथीहरूले सोध्नुपर्छ। मैले त प्रस्ताव गरेँ हो। अनि तपाईँको प्रस्तावमा उहाँहरूले के जवाब? जवाब के छ भने हामीसँग उभियौँ भने उनीहरू चाहिँ राजावादी हुन्छौँ कि भन्ने डर लाग्छ अरे। अब हास्यास्पद कुरा जस्तो लाग्छ। मैले सन्तोष परियारजीलाई पनि प्रस्ताव राखेँ, डिपी अर्यालसँग पनि प्रस्ताव राखेँ। अब उहाँ दुईजना त हो त, होइन होइन होइन। अब अरू त साथीहरूसँग त इन्फर्मल कुरा हुने भइगयो। त्यो भए हुनाले मैले के भन्छु भने यो मुद्दामा यो कुनै दलको मुद्दा होइन, यो त जनताको मुद्दा, यो जनताको मुद्दा हो। हामीले साझा भएर जानुपर्छ भन्ने प्रस्ताव हो। र फेरि अर्को एउटा कुरो चाहिँ म के भन्छु भने साथीहरूले हामीले के विचार गर्नुपर्छ भने हामी जस्ता जो नयाँ साथीहरू चुनावमा जो अहिले आएका छौँ यो कम्युनिस्टको भोटले आएका होइनौँ है। यो चाहिँ सबैले जान्नु, चाहे रविजीको कुरा गर्नुहोस् चाहे म ज्ञानेन्द्र साईको कुरा गर्नुहोस्। मलाई जुम्लामा हो एकाध कोही साथीहरूले अलिअलि भोट हाल्यो आफ्नो ठाउँमा छ, व्यक्तिगत होइन होइन होइन, तर कम्युनिस्टले संस्थागत भोट हालेको होइन।